बेसिक स्यालेरी चाहिँ अहिले 10,000 छ, चाहिँ हातमा चाहिँ त्यो 17-18 आउँछ। तपाईँ पढ्दाखेरि कति खर्च भएको छ? 20-25 त क्रस भयो। 25 लाख खर्च भएको छ। 11,000 छ बेसिक चाहिँ। मेरो पनि सेम नै हो, बेसिक 10,000 छ। के एक कक्षा पास गरेर 2 कक्षा पास गरेर आएको हो र यहाँ हामी बिरामी मर्कामा परिरहेछ, बढी पैसा धेरै महँगो तिर्नु पर्यो र नर्सहरूले कम पैसा पाइरहेको छ। शोषण गर्नलाई भयो, जनतालाई भयो, अनि हामी नर्सहरू स्वास्थ्य कर्मीहरूलाई भयो। 15,000 को जागिरले घर खर्च चल्दैन। तपाईहरु खासमा अस्पताल सञ्चालक हो कि शोषकहरू हो? अब यसमा चाहिँ अब हामी शोषक भनेर चाहिँ अब हामीलाई उहाँले भन्नुभयो। सरकारले देऊ भन्न भनिसक्यो, सरकारलाई नमान्ने को हो यो मणिपाल? अब अहिलेसम्म प्र्याक्टिस त्यही थियो, त्यो प्र्याक्टिस अनुसार चलिरहेको हो। म्यानेजमेन्टले चाहिँ के गर्न सक्यो त नि, त्यसको लागि के गरेको छ म्यानेजमेन्टले? बिहानदेखि खटेको हुन्छ, एकछिन हामीले खाजा खाने ब्रेक पनि पाउँदैन। त्यो भित्र हामीले गरेको दुःख चाहिँ कसैले देखेको छैन कि। चाहिँ 8 महिना भयो, ठ्याक्कै आज 8 महिना भयो। जो सरकारले तोकिदिएको छ नर्सहरूको पारिश्रमिक, सरकारले देऊ भनेको चिज देऊ। यो त मसँग एन्सर छैन, किनभने यो चाहिँ राष्ट्रिय इस्यु हो। पोखराको बजारमा एउटा कोठा लिएर भाडा तिरेर रासन खरिद गरेर खाएर हस्पिटल बस चढेर आएर बसको भाडा तिरेर फर्कन पुग्ने पैसा दिनुभएको छ? पुग्छ? त्यो हरेक कुराहरूमा अघि चाहिँ यहाँको प्राइस इन्डेक्स अनुसार चाहिँ न्यूनतम पारिश्रमिक कायम गर भन्दै पनि माफिया हस्पिटलले चाहिँ यो कुरा चाहिँ बल्ल आएको छ। अब हामी चाहिँ पछि हट्दैनौँ। उहाँले हिजो पनि लगेर जानुहोस् भन्नुहुन्थ्यो। फेरि डाक्टर साहबले आज कुन ठाउँमा अब कहाँ सक्नुहुन्छ लिएर जानुहोस् भन्नुहुन्छ। अब जति सक्दो यहाँबाट निकालिदियोस् जस्तो हुन्छ होइन। हस्पिटलमा तिर्नुपर्ने कुरा त हामीले न दबाईमा